भाइ मुसु अनि दाइलाई के नै हो फोन हान्नु बच्चाहरू त न पुरै फेक न्युज फैलाउँदैछ त फुच्चेहरूलाई के ए भएको? दाइ अब फुच्चेहरूको दिन नजिक आएको जस्तो लाग्यो। के छ जनता, स्वागत छ अन्डरग्राउन्ड हिपहप खोजीको नयाँ बसाइमा। आज पनि विभिन्न नेपाली हिपहप सम्बन्धी अपडेटहरू लिएर उपस्थित भएको छु। यदि मेरो भिडियोमा नयाँ हुनुहुन्छ च्यानललाई सब्स्क्राइब गर्नुहोस् र भिडियो के सम्बन्धी रहेको छ भनेर थम्बनेल र हाइलाइट हेरेरै थाहा पाइसक्नु भएको छ होला। भिडियो नै सुरु गर्न चाहन्छु। सुरुमा कुराकानी गरौँ एउटा साइफर सम्बन्धी, जुन साइफर चाहिँ नयाँ रहेको छ। किङ मेकर साइफर रहेको छ, जहाँ चाहिँ एकेजी, स्वप्निल, विशेष, अजेल र ब्रिक्स टिमर्सको पार्ट देख्छौँ। तपाईहरुले गएर चेक गर्न सक्नुहुनेछ। बेन्जामिन फ्र्याङ्कलिन जब होइन क्लबतिर ओभरटाइम पर्डिङ भाइहरू छाडा जसको पनि हात तान्दिन सन्ननी चिक्सहरू लुक लाइक फेर्नान्डेज ज्याक्लिन। नवाज अन्सारीको इभेन्ट सम्बन्धी कुराकानी गर्न चाहन्छु। नवाज अन्सारी चाहिँ नेपाल झरिसक्नु भएको छ। विभिन्न ठाउँहरूमा चाहिँ कन्सर्ट गर्नको लागि नवाज अन्सारीको इभेन्ट सुरुवात हुँदैछ। अप्रिल 19 बाट क्लब प्लाटिनमदेखि चाहिँ नवाज अन्सारीले इभेन्ट सुरुवात गरिरहँदा नेपालको विभिन्न ठाउँहरूमा चाहिँ इभेन्ट हुँदैछ। नवाज अन्सारी नेपाल झरे बित्तिकै विभिन्न तरिकाबाट रमाइलो भइरहेको छ। भिडियो हेर्दा पनि रमाइलो मानिरहनु भएको छ भने भेट्नेले त झनै रमाइलो गरिरहँदा म्युजिक भिडियो कोलाबोरेसन सुटको काम भइरहेको छ। हामी डेनिम लेदर, हामी पश्मिना, हाम्रो सामान, चकलेट, पिङ्क कलरको फ्लावर, टेस्टी, फ्रुटी, नटकली, कमेडी गर्ने नमर्दै त्यो बोल्ने लास्टमा त्यो बोल्ने बोलेको बोलेछ के बोल्ने हामीले मलाई 6 महिना नहुने उसको चाहिँ हाइपरमा आएको गरिदिने कहाँ ब्रो म पनि लेख्छु नि कति कि तर थोरै पनि हाल्ने। त्यसै गरी आजको लागि अर्को अपडेट वाइल्ड मार्टिनको तर्फबाट पर्न सफल भएको छ। सङको टाइटल रहेको छ ट्रामा र भ्याट। यो सङ चाहिँ अडियोको रूपमा सार्वजनिक भएको थियो केही दिन अगाडि भने 5 दिन अगाडि म्युजिक भिडियोको साथमा यो सङ सार्वजनिक भएको छ। 5 दिनको हाराहारीमा 1 लाख भन्दा माथि भ्युज हिट गरेर 17 नम्बरमा ट्रेनिङ भइरहेको छ। सलाम ठोक के त हो कान्छी नानी जाने हो नगरकोट सवारी बाइक माने गोजीमा सामान बोक बेउराले ठिस खान्छ नकरात मादर चोद मिलेला माया सोध तेरो पनि राम्रै होस्। अब कुरा गरौँ लिल झोला सम्बन्धी। सञ्जय सिलवालको अन योर पोडकास्टमा चाहिँ लिल झोलाको पोडकास्ट आउट भएको छ। लिल झोलालाई चिन्न चाहने फ्यान्सहरूले चाहिँ फुल पोडकास्ट गएर चेक गर्न सक्नुहुनेछ। युट्युबमा सार्वजनिक भइसकेको छ भने लिल झोलाको चाहिँ लन्डनसँग आइसके पछाडि चाहिँ विभिन्न आलोचना भएको थियो। लिल झोलाको सङ्गहरू चाहिँ महिला दिदीबहिनीको सामु चाहिँ बजाउन मिल्दैन जस्तो कुरा आइरहँदा लिल झोलाले के एन्सर दिएका छन् र दुर्गेश थापासँग कोलाबोरेसन गर्ने सन्दर्भमा लिल झोलाको अभिव्यक्ति के रहेको छ। दुर्गेश थापा एक्स लिल झोला आउला त तपाईलाई के लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। फुल पोडकास्टको लिंक मैले तल राखिदिएको छु। आजको दिनमा भन्दाखेरि हैन लिरिक्स सुन्यो भने त कहिलेकाहीँ त ब्रो झुकेर त्यो लिरिक्स मेरो गाडीमा कोही दिदीबहिनीहरू छन् भने त तिम्रो गीत बजिरहेछ भने त मैले त म्युटमा हान्नुपर्ने हुन्छ त। त्यो अरूलाई पनि हुन्छ होला। त्यो तपाईले त त्यो स्नुप डगको फ्यान हैन दाइ छ त्यही त भन्दैछु त मैले। तपाईलाई थाहा छ त कति मुख छ। रेडियो एडिट भर्जन पनि निकाल्नु मन छ कि छैन गीतहरुको पछि? छ दाइ अफ कोर्स दाइ छ। म भन्दैछु दाइ म अलि प्रोफेसनल मोडमा छैन दाइ। म रमी थिएँ स्टिल अस्तिसम्म। अब चाहिँ अलिकति हुनुपर्छ दाइ। अब चाहिँ म 2-3 वटा भर्जन निकालिदिन्छु नि दाइ। बच्चाहरूको लागि पनि निकालिदिन्छु, अङ्कल आन्टीको लागि पनि एउटै सङको होइन दाइ। हाम्रो जस्तो केटाहरूको लागि पनि निकालिदिन्छु। बिग डिल नै होइन दाइ। वर्डहरू रिप्लेस गर्ने हो। अब हिपहप त हिपहप रियल राखिदिएको हो नि त दाइ। अब जे सिक्यो त्यही गर्यो दाइ होइन। तपाईँ स्नुप डग सुन्नुहुन्छ त्यसले चाहिँ कति मुख छाडिरहेको हुन्छ होइन। मुख छाडेको भन्दा इमोसन छ दाइ होइन।
त्यही बोलिदिएको दाइ दुर्गेश दाइलाई बोलाइदिन्छु म ओके दाइ दुश्मन सुनेको त्यो गीत सुनेको छ अफकोर्स दाइ सबतिर बजिरहेको छ दाइ तिमीलाई के लाग्छ त्यो दुर्गेश दाइको त्यो गीतमा दामी छ दाइ यसो हो दाइ अब नमर्सले बोल्छ नि त दाइ त्यहाँ होइन मैले बोलेर केही हुँदैन दाइ त्यहाँ चलिसक्यो प्ले भइरहेछ दाइ अब मैले म सुन्दिनँ भन्दा पनि मेरो वरिपरिमा बजिरहेछ नि त दाइ मेरो कानसम्म पुग्यो त बवाल हो दाइ इट्स दाइ देयर यु गो दुर्गेश दाइ अन फायर होइन एज अ ब्यान्ड मेरो फोनै छैन एज अ ब्यान्ड देखाउँछु यो अन फायर छ नि ल हेर्दा तिमी त्यसरी डान्स गर्नु सक्छौ त्यसै त सक्दिन्छु दाइ दुर्गेश दाइ र लिल झोलाको एउटा कम्बो प्याक गर्नु पर्ला जस्तो छ कि कस्तो हुन्छ होला इन्ट्रेस्टेड बवाल हुन्छ इन्टरटेनिङ हुन्छ होला दाइ फायर फ्राई के छ विचारमा एउटा टेक्स्ट पठाइदिनु पर्यो दुर्गेश दाइलाई नेक्स्ट सङमा लिल झोला समय होइन पेप्सी होइन के अरे कोक न किन खाँदा त्यसै गरी आजको लागि अर्को अपडेट 1.5 वर्षपछि कमब्याक भएको छ हुमन आचार्यको जसको चाहिँ धेरै नै चर्चित गीतहरू चाहिँ योभन्दा अगाडि नै भाइरल बनिसकेका छन् भनौँ हिट भइसकेका छन् ओए नक्कली तीन पाने बुहारीको खाँचो जस्ता सङहरू चाहिँ धेरै नै चर्चित सङहरू रहेका छन् यो चोटि स्वैग कडा टाइटलमा चाहिँ म्युजिक भिडियो लिएर हुमन आचार्य ब्याक भएका छन् तपाईले गएर चेक गर्न सक्नुहुनेछ चलपल दिँदै गोजीमा कटकटे नोट बोकी एउटा हातमा सिगरको हातमा कोक बोकी साउनीको भडे छिरो लुकेर मुख छोपी पार्दै जोसको एन्टिडोट बोकी आजको लागि अन्तिम अपडेट अनि फाइनल अपडेट अहिले बिफ चलिरहेको छ वाजालुरे आरजी र मेसुको विभिन्न कुराहरू लाइभबाट थाहा पाइसक्नु भएको छ यो बिफमा पनि योङ वेभको नाम मुसिरहँदा योङ वेभ चाहिँ चुप नै थिए भने योङ वेभले पनि रियाक्ट गरेका छन् साथसाथै लाइभबाट मैले लेजीको रियाक्ट पनि लिएको छु लेजी र योङ वेभले के भन्नु भएको छ अबको क्रममा हेर्न सक्नुहुनेछ मेरो भाइ बच्चाहरू त पुरै फेक न्युज फैलाउँदैछ त फुच्चेहरूले फुच्चेहरूलाई के भयो दाइ अब फुच्चेहरूको दिन नजिक आएको जस्तो लाग्यो भने मा भेट्यो भने मा अब यस्तो सोसल प्लेटफर्ममा त के भुग्ने भनेर चुपचाप बस्यो क्या भेटे बेला अनि त्यही त हामीले बोल्नु भनेको हाम्रो आफ्नै मुख दुख्नु मात्र हो क्या त्यही हेरेर म पनि त्यस्तो झारेहरू जस्तो होइन नि त हामी होइन त्यस्तो गऱ्यो भने हामी पनि तिनीहरूकै उसमा गइहाल्यो नि क्याटेगोरीमा त्यही त हामी पनि त्यस्तै भइहाल्यो नि त्यसरी बोक्यो भने त त्यही भने फेरि शिवलाई भने त्यहाँ बौद्धको डनहरू आएर एट्याक हान्ला भनेर डरले नआइरह्यो यस्तो डर भाग्ने नि हामी के भएर डर लागिहाल्छ फेरि डनहरू रहेछ पुरै है खतरा डनहरू रहेछ नि के गर्नु अब यस्तै हो मेरो त भाइ के गर्ने यार मेरो त मुटु नै सानो भइसक्यो यार टेन्सन भएर मलाई त घरबाट निस्किनै डर लागिरहेछ यार यङ भाइ के गर्ने यङ भाइ मलाई त्यस्तै भइरहेछ म त यार ज्यानको सुरक्षा पाऊँ भनेर त्यहाँ उजुरी हाल्न जानु पर्यो जस्तो यार मलाई टेन्सन भइरहेछ हामी अब फर्का छ दादाहरूले गोली हान्छु भन्छ गोली हान्ने भन्छ रे अनि झारेहरू गोटी खाएर गोली हान्ने भन्छ टेन्सन भइसक्यो मलाई तिनीहरूले गन हान्ने भने त्यही डाइजी र फेनार गन हान्ने हो क्या तिनीहरूले हान्ने गन भनेको त्यही टक्क 10 को पेनमा लोड हान्यो अनि मोदी डाइजी र फेनार गन हान्ने हामीले चाकतिर हान्ने गोलीमा छालाको त पनि बच्चाहरूलाई सिक्ने अहिलेको लागि अपडेट यति नै थिए योभन्दा अगाडि पनि एउटा अपडेट सार्वजनिक भएको छ जुन चाहिँ पर्पलले चाहिँ सबै बिफहरू चाहिँ अन्त्य भएको घोषणा गरेका छन् अन्य थुप्रै न्युजहरू पनि रहेका छन् गएर चेक गर्नुहोस् भन्दै अहिलेको बसाइबाट मलाई बिदा दिनुहोस् हस्त नमस्ते जय हिप हप